ग्राफस स्मर धानको बिरुवामा देखिने एउटा फङ्गल रोग हो जुन अस्ट्रेलाजिनोइडा भाइरस नामक फङ्गसको कारणले लाग्ने गर्दछ। यो रोग धानको बालामा लाग्ने हुँदा यसले धानको उत्पादन र गुणस्तर दुवैमा कमी ल्याउँछ। यो एक ढुसीजन्य रोग भएकाले यसका जीवाणु तापक्रम 25 देखि 35 डिग्री सेल्सियस हुँदा, उच्च आर्द्रता 90% भन्दा ज्यादा हुँदा र फूल फुट्ने बेलामा हल्का वर्षा भयो भने बढ्ने गर्दछन् र अधिकतम नाइट्रोजनको प्रयोगले पनि यो रोग लाग्ने गर्दछ। यस रोगले आक्रमण गरेको धानको बालामा ढुसीको खैरो कालो धुलोको पोको देखिन्छ। सूक्ष्मदर्शक यन्त्रको सहायताबाट हेर्दा यो स्पोर अथवा विषाणुहरू गोलाकार र समूहमा जोडिएर रहेको देखिन्छ। ढुसीको आक्रमणपछि धानको बालामा सुरुमा खैरो दाग देखिन्छ। दानामा खैरो ढुसीको धुलो बढ्न थाल्छ। बिस्तारै खैरो कालो स्पोरले धानको बालालाई ढाक्छ र ढुसीको पोका विकास हुन्छ। यस्ता स्पष्ट पोकाहरू धानका बालामा सर्वत्र देखा पर्न थाल्छन्। अन्तमा धानको गेडामा पोका पूर्ण रूपले ढुसीको डल्लो जस्तो देखिन्छ। यस रोगको व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। रोग संक्रमित धानको बिउ नरोप्ने, बिउलाई कार्बेन्डाजिम अथवा थायोफेनेट मेथिल जस्ता फङ्गिसाइड प्रयोग गरी उपचार गर्ने, धान काट्नुभन्दा अघि कालो पोके लागेका बाला हटाउने, कालो पोकेको ढुसी अर्थात् धुलो खेतमा झर्न नदिने, संक्रमित धानलाई रोगमुक्त धानसँग नमिसाउने, खेतको उचित बाली व्यवस्थापन र पानीको विकास सुनिश्चित गर्ने। धन्यवाद।